राष्ट्रिय स्वतन्त्र पार्टीले इतिहास रच्दैछ, बहुमतको सरकार बनाउँदैछ, देशमा समृद्धि आउँदैछ, महिलाहरू सशक्त बन्दैछन्, युवाहरू उठ्दैछन्, जाग्दैछन्, घर घरबाट घण्टी बज्दैछ, ठूलो बहुमतको जनताको पक्षको सरकार बन्दैछ र यो अवसर नछुटाउनुहोला। इतिहासमा एकपटक आफ्नो नाम इतिहास रच्ने कर्ममा लेख्न नछुटाउनुहोला भन्न चाहन्छु। भोलि पर्सि अबको 10 वर्षपछि अबको 20 वर्षपछि यहाँले निर्धक्क साथ छाती फुलाएर गर्वका साथ आफ्नो छोराछोरीलाई आफ्नो नाति नातिनालाई भन्न सक्नुहोस्, त्यो बेला राष्ट्रपालले गर्यो नि, त्यो बेला राष्ट्रपालले जनताको सरकार बनायो नि, भ्रष्टाचार निर्मूल गर्यो नि र त्यसमा मेरो पनि एक भोट पर्यो नि भन्न सक्ने गरिकन यहाँले यो इतिहास रच्ने अवसर नछुटाउनु होला, यो मौका नगुमाउनु होला भन्दै अनुरोध गर्न चाहन्छु। एकपटक फेरि राष्ट्रपाललाई मौका दिनु होला, बहुमत ल्याउने गरिकन साथ दिनु होला, प्रत्यक्षमा पनि समानुपातिकमा पनि।